गएँ त पार्टीमा यस्तो स्थिति भयो कि सचिवालयका सबै सदस्यहरूले मलाई जानुपर्छ भन्ने निर्णय गर्नुभयो र अन्तिममा केपीले पनि लौ अब तपाईँहरू सबै लागेर मलाई असफल गराउनुहुने भयो, मेरो पनि समर्थन छ भनेर भन्नुभयो। त्यसपछि त्यो सबैले चाहिँ भनेको निर्णय हुने अवस्था छ। अनि मैले मानिनँ भने तपाईँ हौसिनु भयो। हौसेन मलाई जब मादल बज्यो तपाईँको कम्मर चाहिँ मर्किहाल्छ। त्यो तपाईँले भन्ने विषय हो, मैले भन्ने विषय होइन। मैले सबै कुरो बुझेको छु। प्रतिनिधि सभामा अनेक पटक गएको छु। बाहिर बसे पनि मैले त्यो प्रतिनिधि सभामा चाहिँ भूमिका खेलेको छु, पार्टीमा भूमिका खेलेको छु, सरकारमा नरहेको अवस्थामा भूमिका खेलेको छु, सरकारमा गएको बेलामा चाहिँ भूमिका खेलेको छु, हरेक अवस्थामा भूमिका खेलेको छु। म हौसिनी भनेर भन्ने आउँछ त्यो राष्ट्रिय सभा सदस्य हुँदाखेरि। त्यही त तपाईँ त्यो पनि त्यो राष्ट्रिय सभा सदस्य निर्वाचित भएर गएको पनि होइन, त्यो चाहिँ राष्ट्रपतिले मनोनित गरेको व्यक्तिको रूपमा हो, हैसियतै हुँदैन। अरू सबैले पार्टीको तर्फबाट त्यहाँ बोल्नै पर्यो भने पनि 25 मिनट 30 मिनट 35 मिनट 40 मिनट 50 मिनट हुन्छन्। त्यहाँ चाहिँ यहाँले 5 मिनट बोल्ने हो। 5 मिनट जान र चाहिँ आउन अनि भूमिका भन्दाखेरि 5 मिनट।